लु लु टिपी हेर्नु न टिपी हेर्नु त भिनाजु ल जुन भए पनि हुन्छ अलि पाकेको चाहिँ छैन ठक्क पारेर माथि चाहिँ राम्रो फलेको छ हैन अब कुरो के हो भने खासमा यो चक्क फलिरहेछ टिप्दै हुनुहुन्छ अब हाम्रो गौतम सरलाई चाहिँ यसो फलफुल बेसी मन पर्ने भएकोले गर्दाखेरि हामीले नस्पति खुवाउनेमा लगिरहेछौँ फ्रुट लभर अब यहाँ चाहिँ फेरि जताततै यो नस्पति अनि त्यहाँदेखि किम के भन्छ नाइटे दारिम अनार हैन उहाँ सरहरू चाहिँ एकदम फ्रुट लभर हो अब एउटा सानो चाहिँ म खाने हैन अब चट्ट हामी यता जाँदैछौँ फेरि बाटो यहाँ कागजीका रुखहरू धेरै छन् यता अनार स्याउ सुन्तला